अराजक गतिविधि भयो। पत्रकारलाई ताला लगाएर आगो लगाइयो भनिएको छ हैन। राज्य तथ्य छानबिन हुनुपर्छ। प्रहरीलाई बोलायो, सिडिओ साहबलाई फोन गर्यो, कोलाई गर्यो, कन्डिसी भएन भन्ने कुराहरू कति जना गुनासोहरू आइरहेछन्, छानबिन गर्नु पर्यो हैन। हामी आन्दोलन गर्छौँ, हामी उत्रिन्छ 1 लाख 1.5 लाख भन्दा माथि जनता किन उत्रे? आन्दोलनलाई उग्र रूप बनाउने, हड्काउ गर्ने, उचाल्ने हैन। सुरुमै अश्रु ग्यास फाल्यो, तितर बितर भएर चाहिँ आक्रोशित भए भन्ने हामीले बुझ्यौँ। तथ्य के हो त? त्यसको वृहत्तम सरकारले छानबिन गर्नु पर्यो। सरकार त त्यसै चुकिसकेको छ, बेलामा संयमित हुनुपर्छ। 24 घण्टे अल्टरनेटिभ दिँदैछन् यहाँ। के जनता उसै आगो भुँरोमा उफ्रिरहेछन्, अहिले आक्रोशित भइरहेछन्। कतिका अझ जनतालाई भड्काएर उस्काउन सकिन्छ भनेर लागि परेको होला। त्यही त हामीले पनि सरकार कमजोरी हो, सरकार चुक्यो। सरकारले सुशासन कायम गरेको, भ्रष्टाचारलाई कारबाही गरेको, तपाईको जनताप्रति उत्तरदायी भएको भए जनता आक्रोशित भएर सडकमा आउँदैन थिए। जनतालाई अहिले आक्रोशित भएर सडकमा आउने एउटा बाध्यता पनि भएको छ हैन। आक्रोशमा आएका छन् जनताहरू। यो अवस्था किन सिर्जना भयो भनेपछि सरकारको कारणले हो नि त। जो भयो नेपाली जनता हो नि त सडकमा निस्केका। सही भएन, यो गतिविधि सही भएन। जनताको छोरो मर्या त्यहाँ, त्यो विषयमा ख्याल गर्नु पर्दैन। भड्काउ गर्ने, उस्काउने, देशद्रोही काम गर्ने जोशीको हुन्, माननीय हुन् कि जोशीको हुन्, यिनलाई समातेर हाल्नु पर्यो। आन्दोलनकारी तितर बितर भएको भएर चाहिँ आक्रोशमा आएर चाहिँ त्यो एउटा चाहिँ के त आन्दोलनको कुनै रूप हुँदैन, स्वरूप हुँदैन। मान्छेहरू अब आक्रोशमा हुन्छ। कमी कमजोरी आफ्नो कमी कमजोरी हो कि पनि त्यहाँ देखिया छ हैन। सरकारले उच्च सुरक्षा यदि अपनाइदिएको भए चाहिँ यो अप्रिय घटनाहरू घट्ने थिएन भन्ने आज स्वतन्त्र नागरिकहरूले भनिरहेछन्। तर शक्ति प्रदर्शनको नाममा हिंसात्मक घटना घटाउने, त्यो मानवीय क्षति बढाउने, त्यो भौतिक संरचना जस्तो बनाउने, तोडफोड गर्ने यो अराजक गतिविधि छ। यो अराजक गतिविधिलाई चाहिँ राज्यले संयमित भएर नियन्त्रण गर्नुपर्ने थियो। त्यहाँ अलिकति राज्य पनि चुकेको हो कि सरकार पनि चुकेको हो कि त्यहाँ त अश्रु ग्यासहरू प्रयोग गरिरहेछ। अब यहाँ के पनि कुरा आइरहेछ भने डेट एक्सपायर भएको अश्रु ग्यास प्रहार गर्यो भन्ने सुनियो हैन। यो त राज्यको कमजोरी हो नि त। डेट एक्सपायर भएको गर्न पाइन्छ त। यसमा त सरकारले नयाँ नयाँ अश्रु ग्यासहरू ल्याउनु पर्यो। डेट एक्सपायर भएको प्रयोग गर्नु भएन हैन। हो त्यही भएको हुनाले हामीले के भन्छौँ भनेदेखि राज्य सरकार अलिकति त्यहाँ कमी चुकेको पनि जस्तो देखिया छ हैन। त्यो अराजक गतिविधि सिर्जना गर्ने, त्यसमा सरकारको पनि कमी कमजोरी जस्तो देखिन्छ। एउटा भड्काउ गरेर चाहिँ एउटा अराजक गतिविधिको कारणले चाहिँ त्यहाँ सिर्जना भएर यस्तो मानवीय क्षति हुनुभयो, भौतिक संरचनाको क्षति भयो, सरकारी सम्पत्ति तोडफोड भइरहेछ हैन। कसैलाई छुट छैन पत्रकारज्यू। देशमा अराजक गतिविधि फैलाउने पूर्व सुरक्षाकर्मीको या पूर्व सेनाको नाताले भन्दै हुनुहुन्छ। स्पष्ट हो यो विधिको शासन हैन, प्रणालीको शासन हो। यहाँ चाहिँ कसैलाई यो चाहिँ के अराजक गतिविधि गर्न हैन, यो उद्दण्डता मचाउन र यो हिंसात्मक घटना घटाउन छुट छैन। शान्ति सुरक्षा कायम गर्ने राज्य पनि जिम्मेवारी हुन्छ, सरकार पनि जिम्मेवारी हुन्छ। अब यहाँ प्रहरीहरूलाई चाहिँ त्यो शान्ति सुरक्षामा खटेका प्रहरीहरूमाथि नि प्रहार भएको छ। आन्दोलन भड्काउने नियतले चाहिँ यो त गरेर देखिन्छ हैन। त्यही भएको हुनाले दोषीलाई चाहिँ यो चाहिँ के त कारबाही गर्नै पर्यो नि। जनतालाई शान्ति सुरक्षा कायम गर्ने सरकारको राज्य दायित्व हुन्छ नि। सरकार पनि जिम्मेवारी हुन्छ यसमा। यहाँ दोष एकले अर्कालाई दोष लाउने भन्दा पनि दोषी चाहिँ जो दोषी हो त्यसलाई त कारबाहीको दायरा ल्याउनै पर्यो। सत्य तथ्य छानबिन हुनु पर्यो। सत्य तथ्य छानबिन हुनु पर्यो, सार्वजनिक गर्नु पर्यो हैन। खबरदारी गरेर एकले अर्कालाई आरोप लाउनु भन्दा पनि यो घटना कसरी घट्यो? यदि गणतन्त्रको शासकहरूले राम्रो गरिदिएको भए त राजवादीहरू आज सलबलाउन पाउँथेन नि सर हैन। होइन, जनआक्रोश त हामीले भनेका छौँ नि। यो व्यतिथि विसङ्गति भ्रष्टाचारको विरुद्ध जनता किन सडकमा उत्रे भन्ने कुरो त बेलैमा राज्य शक्ति संयमित भएर लाग्नुपर्छ भने त हामीले भनेका छौँ। सरकारले चाहिँ सरकार संयमित हुनु पर्यो। सरकारले यो विषयमा चाहिँ माग सम्बोधनतिर जानु पर्यो हैन। अब हामीले पटक पटक भने अराजक गतिविधि भड्काउ गर्ने, अराजक गतिविधि गर्ने त पुरै पहिले सरकारले अलिकति कमी कमजोरी देखिया छ नि त्यहाँ। अब त्यो घटना घट्नुभन्दा कुनै पनि घटना घट्नुभन्दा अगाडि त्यो घटना नघटोस् भनेर चाहिँ अनेक तरिकाले संयमित भएर राज्य शक्ति लाग्नु पर्यो नि। शान्ति सुरक्षा कायम गर्ने सरकारको जिम्मेवारी हुन्छ नि त। पूर्व जर्साब अवकाश प्राप्त जर्साब कर्साबहरू नेतृत्व गर्नेहरू उहाँहरूले संयमित भएर त्यस्तो गर्न दिन अगाडि बढाउनु हुँदैन थियो नि। हुँदैन थियो। उनीहरू देशको लागि देशको लागि उनीहरूको ड्युटी गरेका, देशको लागि योगदान दिएका। हेर्नुहोस् त त्यहाँ पूर्व सुरक्षाकर्मीहरू कति थुनिया छन् अहिले त्यहाँ, कति घाइते भएर चाहिँ हस्पिटलमा चाहिँ उपचार गराइरहेछन्। तपाईँको आस्था विचार लिएर हिँड्न पाइन्छ होइन, शान्तिपूर्ण आन्दोलन गर्न पाइन्छ, विरोध गर्न पाइन्छ। यो लोकतान्त्रिक गणतन्त्रले दिएको छ होइन। तर कसैलाई यो भड्काउ गर्ने, कसैलाई उस्काउट गरेर उचालेर चाहिँ जनतालाई चाहिँ के त जनताको छोरो मर्यो हो नि त। जो मरे पनि, जसको मृत्यु पनि जनताको छोरो मर्यो हो नि त। यसको जिम्मेवारी त राज्य पनि सरकार पनि हुनु पर्यो। आन्दोलनकारीहरूले लिनु पर्यो जिम्मा। शान्तिपूर्ण आन्दोलनलाई चाहिँ के त कसैलाई निषेध गरेको छैन। अब यो सरकारहरूले चाहिँ भ्रष्टाचारीहरूलाई कारबाही गरेको छैन, सुशासन कायम गरेको छैन। खोजेर कारबाही गर्नुपर्छ। जो सामान बोकेर हिँडेका छन् त्यहाँ हेर्नु, त्यहाँको सामान खल्तीमा हालेर छन्। कोही रक्सीको बोतल, बियरको बोतल, के चाहिँ वाइनका बोतलहरू उडाएर लिएर हिँडेका छन्। कोही रेड लेभलका बोतलहरू बोकेर हिँडेका छन्। त्यहाँ हेर्नु न, कहिले स्याउका डल्ला बोकेर हिँडेका छन्, खल्तीमा हालेर हिँडेका छन्। हेर्नुहोस् है कस्तो अराजक गतिविधि, कसका सुनका सिक्री हराएका छन्। सुरक्षाकर्मीहरूमाथि नि प्रहार हुन थालेपछि सुरक्षाकर्मीले जनताको सुरक्षा गर्ने, जनधनको सुरक्षा गर्ने, नेपाली नागरिकको सुरक्षा गर्ने जिम्मेवारी लिएर बसेको हुन्छ। आफ्नो मानवीय क्षति पनि आफ्नो पनि जोगिनु पर्यो। त्यो उसले त संयमित भएर चाहिँ त्यहाँदेखि त बल प्रयोग गरेर देखिन्छ होइन। ६५-६३ पछि सेना पहिलोपटक सडकमा आउनु पर्यो।
काठमाडौँमा। यो के कारणले हो? जनता आक्रोशित भएर जनता सडकमा आउने माहौल कहाँबाट सुरु भयो? सरकारको एउटा दुई तिहाईको दम्म र घमण्ड होइन, हामीले जे गर्दा पनि हुन्छ, हामीले जे गरे शक्तिको गर्दा हुन्छ भन्ने एउटा गलत प्रवृत्तिले होइन, गलत मनसायले व्यक्ति एउटा चाहिँ प्रतिपक्षी दलको नेतालाई प्रहार गरेछ, कहिले बालनसियाते प्रहार गरेछ, कहिले कुलमान घिसिङ जस्तो उज्यालो नेपाल बनाउने चाहिँ जनजातिको छोरातिर प्रहार भएको छ होइन। एउटा सरकार बनाएर चाहिँ एउटा सरकार चाहिँ के एउटा चाहिँ तानाशाहतिर लाग्न खोजेपछि होइन, जनता भड्काउ गर्नेलाई समात्र हाल्नु पर्यो। यहाँ अरूलाई देशद्रोही मुद्दा लाउँछन्, अरूलाई राष्ट्रद्रोही मुद्दा लाउँछन्, नेपाली नागरिकले सभा थुन्छन्, जनता उसाउने भड्काउनेले आत्महत्या गर्यो भने त्यो आत्महत्या गराउने बाध्य बनाउने व्यक्तिलाई त जेल सजाय हुन्छ कानुनले त्यो भन्छ भने त्यो आन्दोलन भड्काउने र उचाउने उसकाउट गर्नेलाई चाहिँ किन कारबाही हुँदैन? हाल्नुपर्छ, देशद्रोही मुद्दा लाउनुपर्छ। यहाँ जसले अराजक गतिविधि सिर्जना गराउँछ, जसले भड्काउ गर्छ, जसले उचाल्छ, आन्दोलनको नेतृत्व गर्ने आन्दोलनको ऊ गर्नेहरूले त जिम्मेवारी लिनु पर्यो नि। प्रहरीले बल प्रयोग गरे हो। पूर्व सेनाज्यू यहाँलाई स्वागत छ। नमस्कार। आन्दोलन 15 गतेको आन्दोलनले काठमाडौँमा एउटा उथल पुथलको माहौल सिर्जना गर्यो। राजावादीहरू अराजक हुँदै गर्दा सडकमा मुठभेदको स्थिति उत्पत्ति भयो। प्रहरीद्वारा एकजना युवाले शहादत प्राप्त गर्नुभयो, एकजना पत्रकारको जलेरै मृत्यु भयो। त्यहाँ जलेर मृत्यु हुने पत्रकारका साथीले भन्नुभयो कि मैले बचाउनको लागि प्रहरीलाई हार गुहार गरेँ, तर प्रहरीले उहाँलाई बचाउनको लागि सहयोग गर्नु भएन, सुन्नु भएन भन्नुभयो। एबी न्युजका साउ जो एबी न्युजका पत्रकारले आफ्नो देह त्याग गरे, त्यहाँका साउले भन्नुभयो कि मैले महानिरीक्षक प्रहरीका सशस्त्रका महानिरीक्षक सिडिओ कारले पटक पटक फोन गर्दा मेरो रेस्पोन्स आएन। यो मेरो क्यामेराम्यानलाई, मेरो कर्मचारीलाई यो राज्यले आतंकित पारेर मारेको हो। आन्दोलनकारीको जति दोष छ राज्यको पनि त्यति दोष छ भन्नुभयो। यो सबै कुरामा रहेर आज हामी समीक्षा गर्छौँ। के छ यहाँको भनाइ? सर्वप्रथम यो दुःखद घटना, आम नेपाली नागरिकका दुईजनाले चाहिँ शहादत प्राप्त गर्नुभयो। सर्वप्रथम दिगम्बर आत्माप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा डुबेको परिवारप्रति चाहिँ संवेदनाको कामना पनि के अरे शिष्ट कामना गर्छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। अब सर्वप्रथम यो अप्रिय घटना घट्यो। यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्न सबैलाई छुट छ, सबैलाई यो एउटा चाहिँ के त अधिकार छ। नेपाली नागरिकले आफ्नो त्यो एउटा देखाउन गर्न पाइन्छ। यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र एउटा चाहिँ शक्ति प्रदर्शन गर्न पाइन्छ। तर शक्ति प्रदर्शनको नाममा हिंसात्मक घटना घटाउने, त्यो मानवीय क्षति बढाउने, त्यो भौतिक संरचना ध्वस्त बनाउने, सरकारी स्रोत साधनलाई चाहिँ तोडफोड गर्ने यो अराजक गतिविधि छ। यो अराजक गतिविधिलाई चाहिँ राज्यले संयमित भएर नियन्त्रण गर्नुपर्ने थियो। त्यहाँ अलिकति राज्य पनि चुकेको हो कि सरकार पनि चुकेको हो कि त्यहाँ, किनकि त्यहाँ तत्काल त्यहाँ चाहिँ अब झडप हुने सिर्जना अवस्था भइसकेपछि चारैतिरबाट चाहिँ तपाईँको त्यो आन्दोलनकारीलाई घेराबन्दी गरेर चाहिँ एउटै उसमा राख्नु पनि तितर बितर बनाउँदाखेरि त्यो आन्दोलनकारीहरू तितर बितर भएर चाहिँ आक्रोशमा आएर चाहिँ त्यो एउटा चाहिँ के त आन्दोलनको कुनै रूप हुँदैन, स्वरूप हुँदैन। आन्दोलनमा गइसकेपछि के हुन्छ त मान्छेहरू अब आक्रोशमा हुन्छ होइन। त्यो संयमित भएर राज्य शक्तिले चाहिँ अलिकति कमी कमजोरी हो कि पनि त्यहाँ देखिया छ होइन। अब त्यहाँ चाहिँ पत्रकारलाई ताला लगाएर आगो लगाइयो भनिएको छ होइन। अब यो विषयमा त अब राज्य तथ्य छानबिन हुनुपर्छ। आम नागरिक नेपाली नागरिकको शान्ति सुरक्षा कायम गर्ने त राज्य जिम्मेवारी हुन्छ, सरकार जिम्मेवारी हुन्छ, प्रहरी प्रशासन जिम्मेवारी हुन्छ होइन। यो त त्यहाँ त अब प्रहरीलाई बोलायो, सिडिओ साहबलाई फोन गर्यो, कसलाई गर्यो, आउनु भएन, फोन रिसिभ भएन भन्ने कुराहरू कतिजना गुनासोहरू आइरहेछन्। त्यो विषयमा चाहिँ राज्य सरले चाहिँ बेलैमा छानबिन गर्नु पर्यो होइन। सत्य त ठिकै हो, त्यो छर्लङ्ग ल्याउनु पर्यो। हामीले भनेका छौँ यो आन्दोलनलाई उग्र रूप बनाउने, भड्काउ गर्ने, उचाल्ने होइन, यो चाहिँ शान्तिपूर्ण आन्दोलन हुनुपर्ने ठाउँमा चाहिँ अराजक गतिविधि जुन सिर्जना गरिएको छ, त्यो अराजक गतिविधि सिर्जना गर्ने जति आन्दोलनकारीहरू त पुरै आन्दोलन गर्ने पक्ष त पुरै दोषी नै भइहाल्यो होइन। यिनीलाई त राज्य सरले चाहिँ एउटा कारबाहीको दायरामा ल्याउनु पर्यो। त्यसमा सरकारको पनि कमी कमजोरी जस्तो देखिन्छ। त्यसमा त बेलैमा चाहिँ राज्य शक्तिहरू सरकारहरू पनि संयमित भएर चाहिँ अब आगामी दिनहरूका आन्दोलनहरू हुन्छन् होइन। अब अहिले चाहिँ राजावादीहरूले चाहिँ एउटा जनविद्रोह भनेर चाहिँ त्यो शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने थियो, एउटा भड्काउ गरेर चाहिँ एउटा अराजक गतिविधिका कारणले चाहिँ त्यहाँ सिर्जना भएर यस्तो मानवीय क्षति हुनुभयो, भौतिक संरचनाको क्षति भयो, सरकारी सम्पत्ति तोडफोड भइरहेको छ होइन। आम नागरिकको जवाब राज्यले दिनुपर्छ कि पर्दैन? दुवै थरी जिम्मेवारी हुन्छ। आन्दोलनकारी मात्रै जिम्मेवार हुँदैन, यसमा राज्य पनि हुनुपर्छ। अब यदि त्यहाँ चाहिँ भनिएको छ सुरुमै अश्रु ग्यास फालियो,
आन्दोलन भइरहेको सुरुमा अश्रु ग्यास फालियो होइन त्यसपछि त्यो चाहिँ आन्दोलनकारीहरू तितर बितर भएर चाहिँ आक्रोशित भए भन्ने खबर हामीले बुझ्यौँ विभिन्न मिडियाबाट हामीले सुन्यौँ होइन सत्य तथ्य के हो त त्यसको बृहत्तम सरकारले छानबिन गर्नु पर्यो दोषीलाई त कारबाहीको दायरामा ल्याउनु पर्यो होइन त्यहाँ सरकारको कमी कमजोरी छ राज्य शक्तिको कमी कमजोरी छ प्रहरी प्रशासनको कमी कमजोरी छ भने त्यसमा पनि सरकारले बेलैमा चाहिँ के त कारबाहीको दायरामा ल्याएर छानबिन गर्नु पर्यो होइन यस्ता घटनाहरू फेरि विगतमा घट्न सक्छन् होइन यो कुरा बेलैमा सरकार राज्य संयमित हुनु पर्यो दोषी त बराबर हुन्छ नि बराबर जस्तो देखियो नि अहिले देख्दा त दोषी जोसुकै होस् जो कोही होस् उनीहरूलाई चाहिँ कानुनी दायरामा ल्याउनु पर्यो तपाईँ एउटा पूर्व सुरक्षाकर्मीको या पूर्व सेनाको नाताले भन्दै हुनुहुन्छ स्पष्ट हो यो विधिको शासन होइन पद्धति प्रणालीको शासन हो यहाँ चाहिँ कसैलाई यो चाहिँ के अराजक गतिविधि गर्न होइन यो उद्दण्डता मचाउन र यो हिंसात्मक घटना घटाउन छुट छैन यो छुट दिँदैन यो व्यवस्थाले यो नेपाली नागरिकको एउटा चाहिँ के त शान्ति सुरक्षा कायम गर्ने राज्य पनि जिम्मेवारी हुन्छ सरकार पनि जिम्मेवारी हुन्छ त्यसमा राज्य शक्ति संयमित भएर गर्नु पर्यो होइन अब यहाँ प्रहरीहरूलाई चाहिँ त्यो त शान्ति सुरक्षामा खटेका प्रहरीहरूमाथि नि प्रहार भएको छ प्रहरीहरूले त धेरै संयमित भएर त्यहाँ चाहिँ के त बल प्रयोग गरेको देखिन्छ हामीले होइन आक्रोशित रूपमा आएर चाहिँ त्यो व्यक्तिको चाहिँ एउटा त्यो भाटभटिनी जस्तो उसमा गएर सामान लुटिया छ कसैका सुनका गहना लुट्यो भनिया छ होइन त्यहाँ नियतवश तरिकाले यो चाहिँ आन्दोलन भड्काउने नियतले चाहिँ यो चाहिँ गरेर देखिन्छ होइन त्यही भएको हुनाले दोषीलाई चाहिँ यो चाहिँ के त कारबाही गर्नै पर्यो नि जनतालाई शान्ति सुरक्षा कायम गर्ने सरकारको राज्य दायित्व हुन्छ नि सरकार पनि जिम्मेवारी हुन्छ यसमा सरकार पनि जिम्मेवारी हुन्छ सरकारले पनि जवाफ दिए हुनु पर्यो अब त्यो आयोजकहरू त पुरा दोषी नै हो त्यो अराजक गतिविधिले भड्काउ गर्ने हो कि नियन्त्रणमा गरेर चाहिँ आन्दोलनकारीहरू संयमित भएर चाहिँ त्यसलाई चाहिँ कन्ट्रोलतिर लाग्ने हो त एक आफै आन्दोलनकारीहरू आफै नेतृत्व गर्नेहरू गाडी हुइगाएर लगेर सुरक्षाकर्मीलाई धक्काले त्यसो गर्न पाइन्छ त कति त्यहाँ गलत प्रवृत्ति भइरहेछ कतिसम्म यहाँ चाहिँ यो राज्य सरकारलाई चाहिँ कसरी नै पेल्न खोजेको छ त्यो एउटा सुरक्षाकर्मीलाई कसरी पेलिएको छ त त्यहाँ हो त्यो कुराहरू पनि ख्याल गर्नु पर्यो यहाँ दोष एकले अर्कालाई दोष लाउने भन्दा पनि दोषी चाहिँ जो दोषी हो त्यसलाई त कारबाहीको दायरा ल्याउनै पर्यो सत्य तथ्य छानबिन हुनु पर्यो सत्य तथ्य कुरा समुदायसम्म सार्वजनिक गर्नु पर्यो होइन यो राज्य सरकारले बेलैमा चाहिँ यसमा चाहिँ के त संयमित भएर लागोस् होइन हामीले यही खबरदारी गरेर एकले अर्कालाई आरोप लाउनु भन्दा पनि यो घटना कसरी घट्यो ठिक छ घटना कसरी घट्यो भन्ने कुरा चाहिँ यथार्थ कुरो ल्याएर जनता सामु ल्याउनु पर्यो नि एकले अर्काले आरोपप्रति आरोप लगाउनु भन्दा पनि घटना त निकै अप्रिय घटना घट्यो जस्तो कोही व्यक्तिले ज्यानै दिनुपर्ने गणतन्त्र जोगाउन या राजतन्त्र ल्याउन भन्ने अवस्था त निकै भाव्यपूर्ण अवस्था हो अब यो हुँदै गर्दा पनि सरकारले उच्च सुरक्षा यदि अपनाइदिएको भए चाहिँ यो अप्रिय घटनाहरू घट्ने थिएन भन्ने आज स्वतन्त्र नागरिकहरूले भनिरहेछन् के भन्नु चाहिँ विषय होइन यो अराजक गतिविधि भड्काउने यो चाहिँ अनेक नियतवश हिँडेका यिनीहरू यिनीहरूले गरे होइन यो विषयमा सरकारले चाहिँ संयमित भएर सेना के अरे प्रहरी परिचालन गरेको देखिन्छ त्यहाँ होइन गरे तापनि प्रहरीमाथि नै हस्तक्षेप भयो प्रहरीमाथि नै प्रहार गरेको छ प्रहरीमाथि नै हानेको छ त प्रहरीले चाहिँ प्रहरीको एउटा जिम्मेवारी के हुन्छ आफ्नो आत्मरक्षा गर्ने नागरिक सुशासन कायम गर्ने जनधनको क्षति कम गर्ने न्यूनीकरण गर्ने होइन मानवीय क्षति हुन नदिने भौतिक संरचना जोगाउने प्रहरीको जिम्मेवारी हो नि त्यो त्यहाँ त अश्रु ग्यासहरू प्रयोग गरिरहेको छ अब यहाँ के पनि कुरा आइरहेको छ भने डेट एक्सपायर भएको अश्रु ग्यास प्रहार गर्यो भने सुन्यो होइन यो त राज्यको कमजोरी हो नि त डेट एक्सपायर भएको गर्न पाइन्छ त भोलि अर्को आन्दोलन होला अर्को यहाँ चाहिँ आन्दोलन हुन्छ भोलि गणतन्त्रवादीले नि यो भ्रष्टाचारी विरुद्ध यो सुशासन कायम गर भनेर यो अनेक व्यतिथि विरुद्ध आन्दोलन गर्न सक्छ त्यहाँ पनि प्रयोग हुनसक्छ यसमा त सरकारले नयाँ नयाँ अश्रु ग्यासहरू ल्याउनु पर्यो डेट एक्सपायर भएको प्रयोग गर्नु भएन होइन हो त्यही भएको हुनाले हामीले के भन्छौँ भनेदेखि राज्य सरकार अलिकति त्यहाँ कमी चुकेको पनि जस्तो देखिएको छ होइन त्यसमा सरकार संयमित भएर चाहिँ छानबिन प्रक्रियामा ल्याएर दोषीलाई 1-2 दिन हाल्नै पर्छ यो उस्काउने भड्काउ गर्ने को जोसुकै होस् राजा महाराजा हुन् कि तिनका चाहिँ त्यो मतियार हुन् तिनलाई सबैले हाल्नुपर्छ त्यो देशद्रोही मुद्दा लाउनुपर्छ यिनलाई जस्तो तपाईँले भन्दै गर्दाखेरि चाहिँ आजको अवस्थामा जुन अवस्था उठिरहेछ यदि गणतन्त्रको शासकहरूले राम्रो गरिदिएको भए त राजावादीहरू आज सलबलाउन पाउँथेन नि सर होइन जनआक्रोश त हामीले भनेका छौँ नि यो व्यतिथि विसङ्गति भ्रष्टाचारको विरुद्ध जनता किन सडकमा उत्रे भन्ने कुरो त बेलैमा राज्य शक्ति संयमित भएर लाग्नुपर्छ भने त हामीले भनेका छौँ सरकारले चाहिँ सरकार संयमित हुनु पर्यो सरकारले यो विषयमा चाहिँ माग सम्बोधनतिर जानु पर्यो होइन अब हामीले पटक भने अराजक गतिविधि भड्काउ गर्ने अराजक गतिविधि गर्ने त पुरै पहिल्यै समाचार हालिसक्नु पर्ने सरकारले अलिकति कमी कमजोरी देखिएको छ नि त्यहाँ अब त्यो घटना घट्नुभन्दा कुनै पनि घटना घट्नुभन्दा अगाडि त्यो घटना नघटोस् भनेर चाहिँ अनेक तरिकाले संयमित भएर राज्य शक्ति लाग्नु पर्यो नि शान्ति सुरक्षा कायम गर्ने सरकारको जिम्मेवारी हुन्छ नि त तर सरकारले सुरक्षा जस्तो 4000 मात्रै त्यहाँ
प्रदर्शनकारीहरू भनिएको छ, आन्दोलनकारीहरू भनिएको छ। प्रहरी पनि 4-5 हजारको हाराहारीमा प्रयोग भएको अवस्था जुन देखियो होइन। अब यो अवस्थामा त 5,000 प्रदर्शनकारीलाई 5,000 प्रहरीले नियन्त्रण गर्न नसक्ने अवस्था हुन्छ र सर? त्यो हुँदैन। त्यो त 100 जना प्रहरीले 10,000 जना नियन्त्रण गर्छ नि। अनि प्रहरीको थ्योरी त्यो सिद्धान्त त्यही सिकेको हुन्छ होइन। प्रहरीले त गर्छ नि। प्रहरीले कस्तो कुटिया छ हेर्नुहोस् त्यहाँ। प्रहरीले छेक्ने ऊ नै छैन त्यहाँ त। हेर्नुहोस् अधिकांश हाम्रो पूर्व सुरक्षाकर्मीहरू पनि त्यहाँ भूतपूर्व सैनिकहरू प्रहरीहरू पनि लागेको देखियो त्यहाँ आन्दोलनमा। किन लाग्यो उनीहरू? हो यो व्यवस्था विरुद्ध लागेर हामीले यो पूर्व सुरक्षाकर्मीलाई यहाँ पनि आह्वान गर्छौँ, तपाईँहरू यस्तो अराजक गतिविधि भड्काउतिर यो हिंसात्मक द्वन्द्व घटनातिर के ऊ भड्काउतिर तपाईँहरू लाग्नु नहुने थियो। लाग्नु हुन्थेन, लाग्नु भएन नि। देश सुरक्षा गरेको शान्ति सुव्यवस्था काममा यत्रो योगदान दिएका हामी पूर्व सुरक्षाकर्मीहरू तिनीहरूलाई उस्काउट गर्ने हाम्रा चाहिँ पूर्व हामी के भन्छौँ अब हाम्रा पूर्व जर्साब अवकाश प्राप्त जर्साब कर्साबहरू नेतृत्व गर्नेहरू उहाँहरूले संयमित भएर त्यस्तो गर्न दिन अगाडि बढाउनु हुँदैन थियो नि। हुँदैन थियो। उनीहरू देशको लागि हिँडेको देशको लागि उनीहरूको ड्युटी गरेका देशको लागि योगदान दिएका हेर्नुहोस् त त्यहाँ पूर्व सुरक्षाकर्मीहरू कति थुनिया छन् अहिले त्यहाँ। कति घाइते भएर चाहिँ हस्पिटलमा चाहिँ उपचार गराइरहेछन्। हो यो विषयमा पनि हामी पूर्व सुरक्षाकर्मीलाई के भन्छौँ भनेदेखि यस्ता अराजक गतिविधि यस्ता भड्काउ होइन यो देश जनजनको क्षति हुने काम होइन यो अराजक गतिविधिमा तपाईँहरू हामीले सुरुदेखि नै भनेको छौँ अराजक गतिविधिमा तपाईँहरू के त यसमा नलाग्दा उचित हुन्छ होइन। तपाईँको आस्था विचार लिएर हिँड्न पाइन्छ होइन, शान्तिपूर्ण आन्दोलन गर्न पाइन्छ, विरोध गर्न पाइन्छ, यो लोकतान्त्रिक गणतन्त्रले दिएको छ होइन। तर कसैलाई यो भड्काउ गर्ने कसैलाई उस्काउट गरेर उचालेर चाहिँ जनतालाई चाहिँ के त जनताको छोरो मर्यो हो नि त। जो मरे पनि जसको मृत्यु पनि जनताको छोरो मर्यो हो नि त। यसको जिम्मेवारी त राज्य पनि सरकार पनि हुनु पर्यो। मेन यसको गल्ती यसो चाहिँ गल्ती त आन्दोलनकारी राजावादीहरूले लिनुपर्छ जिम्मा। राजावादी लिनुपर्छ, यिनीहरूले जिम्मा लिनुपर्छ। आन्दोलन गरेर आन्दोलन सुरु गरेपछि होइन त्यसको व्यवस्थापन राम्रो गर्नु पर्यो नि। आफ्नो आन्दोलनकारी हेर्नुहोस् न त्यही हाम्रो चाहिँ समाजवादी मोर्चाले गरेको त्यहाँ कार्यक्रम 50,000 तपाईँ हामी त 2-3 लाख मान्छे आएको ठाउँमा कति संयमित भयो? त्यहाँ एउटा बिरुवा पनि माछेन। त्यहाँ नेतृत्व गर्नेहरू त्यो कार्यक्रम सञ्चालकहरूले होइन संयमित भएर चाहिँ व्यवस्थापनतिर पनि ध्यान दिनु पर्यो नि। प्रहरीले त आफ्नो तरिकाले ड्युटी गर्छ, उसको सुरक्षा कायम गर्न उसले आफ्नो आफ्नो एउटा टेक्निक अपनाउँछ होइन। उसको त आफ्नो डिफेन्स लिएर बस्छ, सेल्टर बनाएर बस्छ। सुरक्षाकर्मी सेल्टर बनाएर नबसे कहाँ बस्छ त? सुरक्षाकर्मीले हरेक तरिकाले निगरानी गरेको छ त्यहाँ केही मानवीय क्षति नहोस्, जनजनको क्षति नहोस्, आन्दोलन नभड्कियोस् होइन। शान्तिपूर्ण आन्दोलनलाई चाहिँ के त कसैलाई निषेध गरेको छैन। अब निषेधित क्षेत्र तोड्न खोज्ने, बार भान्दा खोज्ने, अनि त्यहाँ चाहिँ के त सुरक्षाकर्मीलाई पेल्न खोज्ने गाडी दौडाएको छ हेर्नुहोस् है। यस्तो पनि हुन्छ सुशासन यस्तो पनि गर्न पाइन्छ? यस्तो यी त एकदम घातक हुने। सुशासनको प्रत्याभूति भएन। गाडीले हेर्नुहोस् पूर्व के त्यहाँ ड्युटीमा खसेका सेना प्रहरीका गाडीहरू प्रहरीका जवानहरूलाई कसरी पेल्याएको छ हेर्नुहोस्। त्यसरी पेल्न पाइन्छ? यसरी पेल्न पाइन्छ? हो यो त एकदम अराजक गतिविधि भयो। यसमा चाहिँ सरकारले बेलैमा यस्ता व्यक्तिहरूलाई चाहिँ कानुनको दायरामा ल्याएर मुद्दा चलाएर कारबाही गर्नै पर्छ नि। भनेको अबको आवश्यकता र अबको विकल्प भनेको पनि यही ओली सरकार हो। अब ओली सरकार निरन्तर जानुपर्छ, यही सरकारले राम्रो काम गर्नुपर्छ। हो नि यो सरकारले त हामीले हिजो पटक भनेको छौँ यो सरकारहरूले चाहिँ भ्रष्टाचारीहरूलाई कारबाही गरेको छैन, सुशासन कायम गरेको छैन होइन। यो शान्ति सुव्यवस्था कायम गर्न कुनै एउटा भूमिका खेलेन। एउटा आफ्ना चाहिँ व्यापारीहरूलाई आफ्ना कार्यकर्ताहरू जोगाउनतिर लाग्यो मात्रै भनेको छौँ होइन। यसको त भण्डाफोर हामीले पनि गरेका छौँ होइन। त्यो विरोध गर्न पाइन्छ, शान्तिपूर्ण गर्ने हो नि। शान्तिपूर्ण आन्दोलन गर्ने, शान्तिपूर्ण विरोध गर्ने, शान्तिपूर्ण जुलुस निकाल्ने होइन। यो लोकतन्त्रमा पाइन्छ। तर हिंसात्मक घटना घटाउन कसैलाई पाइएन। सरकार त त्यसै चुकिसकेको छ। सरकारको कमी कमजोरी त हामीले पटक तपाईँहरूको इन्टरभ्यू मिडियामा आएर भनिरहेको छौँ त पत्रकारज्यू। सरकार चुकिसकेको छ। सरकार चुकिसकेको छ त। सरकार चुकिया छ। सरकारको कमी कमजोरी छ। त्यो कमजोरी सुधार्दै जाने हो होइन। अब सुधार्दै जानुपर्छ सरकार, राज्य शक्ति होइन। बेलैमा संयमित हुनुपर्छ। यस्ता घटनाहरू फेरि घट्न सक्छन् होइन। यसको लागि त सधैँ सरकार चाहिँ सजग हुनुपर्छ होइन। अहिले त सरकार चुकेकै हो नि। जस्तो अर्को अवस्थामा चाहिँ नेपालमा पछिल्लो समय विभिन्न किसिमका अवयवहरू या राजनैतिक मुद्दाहरू आइरहेका छन्, गणतन्त्र विरोधी गतिविधिहरू भइरहेका छन्। यो हुनुमा चाहिँ प्रमुख कारक दोष चाहिँ कसको हुनसक्छ? होइन अहिलेको सरकारको हो हामीले भनेको छौँ। सरकारले सुशासन कायम गरेको, भ्रष्टाचारीलाई कारबाही गरेको होइन। तपाईँको जनताप्रति उत्तरदायी भएको भए जनता आक्रोशित भएर सडकमा आउँदैन थिए। जनतालाई अहिले आक्रोशित भएर सडकमा आउने एउटा बाध्यता पनि भएको छ होइन। कतिपय मान्छेहरू त्यहाँ बाध्यतावश पनि त्यो आन्दोलनमा गएका थियो होला होइन। त्यहाँ राजावादीको सपोर्टहरू भन्दा पनि आक्रोशमा आएका छन् जनताहरू। आक्रोशमा आएका कतिपय स्वतन्त्र व्यक्तिहरू पनि त्यहाँ चाहिँ के त देखियो त्यो आन्दोलनमा हेर्नुहोस् है।
हो यो अवस्था किन सिर्जना भयो भनेपछि सरकारको कारणले हो नि त। सरकारले चाहिँ जनताको मुद्दा बेलैमा संयमित गरेर उ गरेको, भ्रष्टाचारीहरूलाई कारबाही गरेको, सुशासन कायम गर्न सरकार लागेको, देश निर्माणतिर सरकार लागेको हो भने त्यो जनता आक्रोशित हुँदैन थियो नि त। जो भयो नेपाली जनता हो नि त सडकमा निस्केका। हेर्नुहोस् है, यो राजावादीले एकतिर कार्यक्रम गरेर त्यत्रो गणतन्त्रवादीहरूले तपाईँको त्यत्रो चाहिँ खबरदारी भ्रष्टाचारी सुशासन कायम भएन भनेर त्यत्रो खबरदार सभा गर्दा 1.5 लाख 2 लाख मान्छेहरूभन्दा बढी मान्छे त्यहाँ तपाईँको भेटघाटी मण्डपमा थिए होइन। जनता किन सडकमा उत्रे भन्ने कुरो सरकारले बेलैमा ध्यान दिन र चाहिँ त्यसको चाहिँ के त मुद्दा सम्बोधनतिर चाहे भिरकुटी मण्डपमा उत्रुन् चाहे तीन कुनेमा उत्रुन्, आखिर जनता त सडकमा उत्रिए नि होइन। हो, जनता सडकमा उत्रिया हुन्। नेपाली नागरिकको जो उत्रे पनि तर शान्तिपूर्ण आन्दोलन गर्नु पर्यो, शान्तिपूर्ण विरोध गर्न पाइयो, आफ्नो मुद्दा लिएर जान पाइन्छ होइन। यहाँ कसैलाई निषेध गरेका छैन होइन। तर अराजक गतिविधिले जो आन्दोलन भड्काउने होइन, 2-4 जना चाहिँ आन्दोलनमा मान्छे मारेर चाहिँ के त यो आन्दोलन देशभरि भड्काउ गर्न सकिन्छ कि आफ्नो यो पुरानो गुमेको चाहिँ त्यो शक्ति एउटा चाहिँ के त ल्याएर फेरि थापना गर्न सकिन्छ कि भनेर लागेका राजा महाराजाहरूलाई मैले हो कि होइन यिनको क्रियाकलाप सही भयो त? सही भयो त? क्रियाकलाप सही भएन, सही भएन, यो गतिविधि सही भएन, जनताप्रति भएन, जनताको उत्तरदायी भएन। जनताको छोरो मर्या त्यहाँ, त्यो विषयमा ख्याल गर्नु पर्दैन। भड्काउ गर्ने, उस्काउने, अगाडि बढ भन्ने, ढुङ्गा हान्न लाउने, आगो लाउन लाउने जनताको घरमा। जो त्यहाँ प्रहरी माथि बसेको थियो भने तलबाट आगो लगाइदिएपछि नेपालीको छोरो हो कि प्रहरी? प्रहरी त राज्य सरकारले भन्दा पनि प्रहरी जनताको छोरो हो नि त। त्यहाँ जो खटिए जो गए पनि, जो मरे पनि जनताको छोरो, जो घाइते पनि नेपाली नागरिक हो। यो विषयमा ध्यान दिनु पर्यो नि। अराजक गतिविधिले गएपछि आफ्नो नियन्त्रण गर्नु पर्दैन। तर सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो चाहे समाजवादी मोर्चाको कार्यक्रम होस् चाहे राजावादीहरूको तिनकुनेको कार्यक्रम होस्, 2-4 हजार आउँछन्, हाउ गर्छन्, हल्ला गर्छन्, जान्छन्। हो, यही गैर जिम्मेवारी अभिव्यक्ति सुन्नुभयो कि न यो कुरा? हो, यो सुने त हामीले सुनेको थियौँ नि। 2-1 दिन अगाडि भन्दै हुनुहुन्थ्यो त्यो एक थरी तिनकुनेमा 10-15 जना जम्मा गरेर चाहिँ 10-15 हजार जम्मा गरेर कार्यक्रम गर्छन्। एक थरीले भेटभेटीमा 10-15 हजार जम्मा गरेर उ गर्छन्। यो लोकतन्त्रमा सधैँ भइरहन्छ यस्तो होइन, कार्यक्रम भइरहन्छ भनेर सिम्पल तरिकाले सरकारले लिया जस्तो हामीले देख्यौँ नि त। सरकार संयमित भएन त। सम्मानित पदमा भएका व्यक्ति संयमित के चाहिँ अलिक संवेदनशील भएन भएको जस्तो देखियो नि त। जे हुन्छ हुन्छ छोडिदियो भन्ने कुरो भएको जस्तो थियो नि त। उस्काउन भड्काएर जनतालाई चाहिँ के त उ गर्ने अराजक गतिविधि गर्नेलाई हरप्रति राज्य सरकारले नियन्त्रण गर्नलाई चाहिँ अथवा निगरानी गरेर चाहिँ सुरुदेखि नै राख्नु पर्थ्यो नि। त्यो त भएको देखिएन नि त्यहाँ। हो, यही भएको हुनाले सरकार जिम्मेवारी हुनुपर्छ होइन। यहाँ त दोषी त अब मेन आन्दोलन भड्काउने, उस्काउने होइन, त्यो चाहिँ के त त्यहाँ एउटा चाहिँ होइन फैलाउनेहरू जुन आन्दोलनकारी छन् नि, यिनको गलत प्रवृत्तिले गलत उसले मानसिकताले त्यहाँ गरेर देखाएको छ नि। त्यहाँ तोडफोड मात्रै गरेर छोडेको सामान किन लुट्यो? त्यो भित्रको सामान एक गरेर किन निकाल्यो? त्यो भाटबढीनीको नियतै खराब रहेछ भन्ने कुरो देखिएको छ नि त्यहाँ। तर जति पनि मान्छे पक्राउ पऱ्यो त्यहाँ सामान लुट्ने या सामान त्यहाँबाट चोरेर लाने चाहिँ अधिकांश त्यहाँ किन्न आएका ग्राहकहरूले चाहिँ सामान उठाएर हिँडे, त्यो आन्दोलनको असर देखिसकेपछि भन्ने पनि आयो समाचार। त्यो त हेर्नुभयो होला तपाईँले? होइन, जसले सामान बोकेर हिँडे, जसले चाहिँ त्यो एउटा चाहिँ के त्यो सामान लुट्यो होइन, कि त लुटेरै हो नि। लुटपाट गर्नै गएको गतिविधि बुझिन्छ नि। खोजेर कारबाही गर्नुपर्छ, खोजेर कारबाही गर्नुपर्छ। जो सामान बोकेर हिँडेका छन् त्यहाँ हेर्नु, त्यहाँको सामान खल्तीमा हालेर छन्। कोही रक्सीको बोतल, बियरको बोतल लिएर हिँडेका छन्, कोही चाहिँ के चाहिँ वाइनका बोतलहरू उडाएर लिएर हिँडेका छन्, कोही रेड लेभलका बोतलहरू बोकेर हिँडेका छन्। त्यहाँ हेर्नु न, कहिले स्याउका डल्ला बोकेर हिँडेका छन्, खल्तीमा हालेर हिँडेका छन्। हेर्नुहोस् है, कस्तो अराजक गतिविधि, कसका सुनका सिक्री हराएका छन्। यो नियतै खराब रहेछ भने देखियो नि त। त्यही भएको हुनाले आन्दोलन हुन्छ, आन्दोलनकारी अलिक आक्रोशित पनि हुन्छ होइन। त्यो मुठभेड भयो भने आक्रोशित पनि हुन्छ होइन। राज्य शक्तिले अलिक संयमित भएर चाहिँ बल प्रयोग गर्नुपर्ने हो होइन। अब त्यहाँ त सुरक्षाकर्मीहरूमाथि नि प्रहार हुन थालेपछि सुरक्षाकर्मीले जनताको सुरक्षा गर्ने, जनधनको सुरक्षा गर्ने, नेपाली नागरिकको सुरक्षा गर्ने जिम्मेवारी लिएर बसेको हुन्छ। आफ्नो मानवीय क्षति पनि आफ्नो पनि जोगिनु पर्यो। त्यो उसले त संयमित भएर चाहिँ त्यहाँदेखि त बल प्रयोग गरेर देखिन्छ होइन। 62-63 पछि सेना पहिलोपटक सडकमा आउनु पर्यो काठमाडौँमा। हो त, स्पष्ट देखियो नि। कस्तो अवस्था भने हेर्नुहोस् त। त्यही त, कर्फ्यू लाउनु पर्यो। कस्तो राम्रो मुलुक, कति सुन्दर मुलुक आज कुन अवस्थामा पुग्यो सर? यो के कारणले हो? के कारणले हो? जनता आक्रोशित भएर जनता सडकमा आउने माहौल कहाँबाट सुरु भयो? जनताको माग सम्बोधन गर्नु हो। सरकारले हामीले पटक कुलमान जस्ता व्यक्तिहरूलाई प्रहार गर्ने, बालेन जस्ता व्यक्तिहरूलाई प्रहार गर्ने, रवि लामिछाने जस्ता व्यक्तिहरूलाई प्रहार गर्ने, गणतन्त्रमा राम्रो गर्छु भनेर आएकालाई प्रहार गरिसके पछाडि त यो माहौल सृजना भएको होइन? हो त, हामीले भनेको छौँ सरकारको एउटा 2 दलीय 2 तिहाईको दम्म र घमण्ड होइन। हामीले जे गर्दा पनि हुन्छ, हामीले जे गर्ने शक्तिको गर्दा हुन्छ भन्ने एउटा गलत प्रवृत्तिले होइन, यो गलत मनसायले व्यक्ति एउटा चाहिँ प्रतिपक्षी दलको नेतालाई प्रहार गरेछ, कहिले बालन साथे प्रहार गरेछ, कहिले कुलमान घिसिङ जस्तो
उज्यालो नेपाल बनाउने चाहिँ जनजातिको छोरातिर प्रहार भएको छ होइन त्यही हो आफ्ना प्रतिपक्षीहरूलाई दबाउन खोजेर त्यो त प्रतिपक्षीहरूले त त्यसको विरोध गर्छन् प्रतिकार गर्छन् नि पत्रकारजी हो यही धमिलो पानीमा माछा मार्न खोजेको अहिले यी राजावादीहरूले होइन यो कुरो कहाँबाट सुरु भयो हिजो प्रचण्ड सरकारको पालामा यी राजावादीहरूको नाम निशाना सुने त्यसो भए कङ्ग्रेस एमाले पानी धमिलो बनाए राजावादीहरूले त्यसमा फाइदा लुट्न खोजे हो यिनीहरूकै कारणले एउटा यो अलोकतान्त्रिक गठबन्धन भन्छ हामीले दुईटा ठुला दलहरूले एउटा सरकार बनाएर चाहिँ एउटा सरकार चाहिँ एउटा चाहिँ तानाशाहतिर लाग्न खोजेपछि होइन यो मौका चाहिँ एक विपक्षीले सडकमा उत्रेर निस्किया छ विपक्षीले विरोध गर्दै हिँडेको छ व्यथिति विसङ्गति भ्रष्टाचारको चाहिँ अभियान चलाएर हिँडेको मौकामा यही मौकामा चाहिँ एउटा चाहिँ के खेल्न पाइन्छ कि भन्दा चाहिँ पुराना व्यवस्थाका हामीले भन्छौँ राजा महाराजाका भनौँ न यी राजावादीहरू आएर सडकमा आएर चाहिँ एउटा चाहिँ के त जनतालाई चाहिँ भ्रम छरेर चाहिँ एउटा अराजक गतिविधि एउटा को सृजना भएको देखिएको छ नि सरकार संयमित हुनु पर्यो जोसुकै होस् यहाँ पूर्व राष्ट्र प्रमुख हो कि पूर्व राजा हुन् कि जोसुकै हुन् जनता भड्काउ गर्नेलाई समात्र हाल्नु पर्यो यहाँ अरूलाई देशद्रोही मुद्दा लाउँछन् अरूलाई राष्ट्रद्रोही मुद्दा लाउँछन् नेपाली नागरिकले सभा थुन्छन् यिनीहरूले चाहिँ जनता उसाउने भड्काउने मान्छेले आत्महत्या गर्यो भने त्यो आत्महत्या गराउने बाध्य बनाउने व्यक्तिलाई त जेल सजाय हुन्छ कानुनले त्यो भन्छ भने त्यो आन्दोलन भड्काउने र उचाउने उसकाउट गर्ने त्यो आन्दोलनको नेतृत्व गर्नेहरूलाई चाहिँ किन कारबाही हुँदैन हाल्नुपर्छ देशद्रोही मुद्दा लाउनुपर्छ यहाँ सबलाई जेल हाल्नुपर्छ एक कारबाही गर्नुपर्छ यिनलाई यिनीहरू लोकतान्त्रिक गणतन्त्र शान्तिपूर्ण आन्दोलन गर्न छुट्छ भने भन्ने छ त्यो दिएकै छ त व्यवस्थाले त्यो नरही अराजक गतिविधिमा जाने यता जनजनको क्षति हुने भड्काउ गर्ने अनि आएर चाहिँ फलानले गरेर उसले गर्यो यसले यसो गर्यो पुलिसले यसो गर्यो प्रहरीले यसो गर्यो सुरक्षाकर्मी यसो गर्यो भन्दा उम्किन पाइन्छ अझ 24 घन्टा अल्टरनेटिभ दिँदैछन् यहाँ सरकारले छोडेन भने हामी चाहिँ के त आन्दोलन गर्छौँ भनेर यी अझ अराजक गतिविधिमा जनतालाई भड्काउतिर लाग्ने कोसिस गर्दैछन् जनता सजग हुनु पर्यो खबरदार हुनु पर्यो सरकार संयमित हुनु पर्यो यस्ता व्यक्ति जोसुकै हुन् देशद्रोही काम गर्ने जोसुकै हुन् माननीय हुन् कि जोसुकै हुन् यिनलाई समात्र हाल्नु पर्यो राप्रपाले अल्टिमेटम दियो त्यो यही हामीले सिस्टम गलत प्रविधि भइरहेछ नि यस्तो अराजक गतिविधि गर्ने जोसुकैलाई कारबाही गर भन्ने हो कि मेरो नेताहरू त्यहाँ परे त्यहाँ मेरो नेतालाई छोडेन भने म फेरि आन्दोलन गर्छु भन्न पाइन्छ पूर्व राजालाई यदि छोयौ भने हामी जुनसुकै हदसम्म जान्छौँ भनेर राप्रपाले भन्यो त्यो भनेर केही फरक भन्न पाइन्छ भने जसले अराजक गतिविधि सिर्जना गराउँछ जसले भड्काउ गर्छ जसले उचाल्छ आन्दोलनको नेतृत्व गर्ने आन्दोलनको त्यो ऊ गर्नेहरूले त जिम्मेवारी लिनु पर्यो नि फलानालाई समायो यसलाई समायो भने हामी आन्दोलन गर्छौँ हामी उत्रिन्छौँ त्यही अझ जनतालाई भड्काउ गर्दैछन् नि उसकाउट गर्दैछन् जनता उसै के चाहिँ त्यो आगोमा जनता उसै आगो भुँडोमा उफ्रिरहेछन् अहिले आकृष्ट भइरहेछन् कतिका मृत्यु भएको छ कति घाइते भए होइन त्यो अराजक गतिविधि त्यो आन्दोलनका कारणले अझ जनतालाई भड्काएर उस्काउन सकिन्छ भनेर लागि परेको होला सरकार संयमित हुनु पऱ्यो राज्य शक्ति संयमित हुनु पऱ्यो गणतन्त्रवादीहरू एक हुनु पऱ्यो होइन यो गणतन्त्र व्यवस्था जोगाउनुतिर लाग्नु पऱ्यो नि गणतन्त्रमाथि कसैले प्रहार गर्छ भने तिनीहरूलाई ठेगान लगाउने हो त्यो त ठेगाना लाउनै पर्छ यो व्यवस्थामा राम्रो गरिदिएको भए आज यसरी प्रहार गर्न सक्थे होइन त्यही त हामीले पनि सरकार कमजोरी भयो सरकार सुक्यो सरकारले विपक्षीको मुद्दाहरूलाई समेटेन विपक्षीहरूमा भएका दलहरू अहिले सडकमा आउने अवस्था सिर्जना भयो यही विपक्षीहरू सडकमा उफ्रिरहेछ भ्रष्टाचार सुनौँ हामीले पनि विपक्षीहरू सडकमा भ्रष्टाचारको अभियान चलाएर हिँडेको छ भ्रष्टाचार विरोधी अभियानहरू सुशासन कायम गर संविधान नेपाल बनाऊ दुई दलीय लाग्न नखोज लोकतन्त्र गणतन्त्रको रक्षा गर भनेर विपक्षीहरू सडकमा उत्रिरहेछन् अनि राजावादीहरूले त हामीलाई पुरानै व्यवस्था चाहियो पुरानै राजा चाहियो भनेर एउटा भड्काउ देशी विदेशी षड्यन्त्रमा चाहिँ लागेर यी चाहिँ भड्काउ गरेर चाहिँ जनतालाई भड्काएर चाहिँ के त एउटा देशैभरि एउटा चाहिँ के त यो आन्दोलनको आदिबेरी ल्याउन सकिन्छ कि भनेर लागि परेकाहरू हिजोबाट ठेगान लगाइसके अब एक एक गरेर यिनीहरूले समात्र राज्य शक्तिले हाल्न सुरु गर्यो अझै समाउनुपर्छ उसको भड्काउ गराउनको उसकाउने को त्यसलाई पनि समात्र हाल्नुपर्छ नि अब अर्को एउटा प्रश्न तपाईँ निर्मम भएर एउटा नेपाली नागरिक स्वतन्त्र व्यक्तिबाट समीक्षा गर्नुहोस् हिजो एउटा दुर्गा प्रसाईले होइन एउटा दुर्गा प्रसाईले आह्वान गरेर सडकमा आन्दोलन गर्दा एउटा दुर्गा प्रसाईले यत्रो अफरातफरी मचाइदियो सरकार विरुद्ध होइन यसले एउटा पाठ त सिक्नु पऱ्यो नि पऱ्यो कि परेन सरकारले होइन सरकारले त अब पाठ सिक्नु पऱ्यो हामीले भनेको छौँ नि संयमित हुनु पऱ्यो पाठ सिक्नु पऱ्यो होइन यस्तो अराजक गतिविधि कतिवटा पार्टी चेन्ज गरेका मान्छे ती हिजो कहाँ थिए ती मान्छेहरू के नियत लिएर चाहिँ अहिले चाहिँ आएर चाहिँ हिजो माओवादीमा थिए हिजो एमालेमा भएको आज आएर चाहिँ राजाको सपोर्ट गरेर राजावादीबाट किन हिँडिरहेछन् यी व्यक्तिगत स्वार्थ पुरा माओवादीले के राम्रो गर्यो त्यसो भए गणतन्त्रमा आएर माओवादीले त राम्रो गरेछ नि पत्रकारज्यू तपाईँ यत्रो हिजो त्यत्रो समाजवादी मोर्चाले गरे आन्दोलनमा हेर्नुहोस् त 1 लाख 1.5 लाख भन्दा माथि जनता किन उत्रे माओवादीप्रति विश्वास छ
समाजवादी मोर्चाप्रति जनताको विश्वास छ अझ पनि यो व्यवस्था ल्याएको भने नेपाली नागरिकलाई थाहा छ, नेपाली जनतालाई थाहा छ। केही भिजिलान्तीहरू अराजक गतिविधि गराएर चाहिँ देशमा चाहिँ भड्काउ गर्ने पुराना पन्छेहरूलाई नेतृत्व गरेको हो। यथास्थितिवादी सामन्ती दलालहरू हामी भन्छौँ है, नोकरसाहीहरू यी होइन, यी मण्डलेहरू, यिनीहरूले चाहिँ उस्काउट गरेर जनता उस्किन्छ। किन उक्साउन बाध्य चाहिँ कसले बनायो? होइन बाध्य तपाईँ हामीले भन्यौँ नि, जनता हिजो अधिकांश जनता जति सडकमा आएका थिए, सुन्नुहोस्, ती जनता मध्येको केही नारा, केही व्यक्तिहरूका नारा केसम्म थिए भने कुलमान घिसिङलाई हटाएर हामी सडकमा आएका हौँ भन्ने सम्मका नाराहरू थिए। होइन, त्यो त सम्पूर्ण 3 करोड 50 लाख नेपाली नागरिकलाई थाहा छ कि यो एउटा गणतन्त्रमा राम्रो गरिरहेको मान्छे, देशको लागि चाहिँ लडिरहेको मान्छे, उज्यालो नेपाल बनाउँछु भनेर डटिरहेको मान्छेलाई यो सरकारले कारबाही गर्यो, जनता त आक्रोशित हुँदैन? होइन, शान्तिपूर्ण आन्दोलन त गर्न पाइन्छ नि पत्रकारहरू। चित्तो हिंसाको घटना किन घटाएको? प्रहरीले बल प्रयोग गरे हो भने प्रहरीले असुल क्या प्रहरीले गोली हाने होइन, गोली हाने मारे होइन एकजनालाई? होइन, तपाईँ त्यो त प्रहरीले अन्तिम अवसरमा आफ्नो जनजनको धेरै मानवीय क्षति हुन लाग्यो, त्यो जनजनको क्षति हुन लाग्यो त उसले त शक्ति प्रयोग गर्यो नि, आफ्नो शक्ति आफ्नो ज्यान जीव ज्यान जनताको जीव ज्यान सुरक्षा गर्न पर्यो नि। भुँडामुनि गोली हान्ने हो कि छातीमा गोली डङ्ग ठोक्ने हो? होइन, आन्दोलन तपाईँको आन्दोलनको भिडभाडमा हान्ने त कम्मरमुनि गोली हान्ने भन्छ, त्यो अन्तिम अवसरमा हान्ने हो उनीहरूले। उसले पनि अन्तिम अवस्था सिर्जना भएको छ। त्यहाँ प्रहरीको गतिविधि तपाईँले देख्नु भएको छ? गोली नै ठोक्नुपर्ने त्यस्तो अवस्था थियो? तपाईँ प्रहरीको गतिविधि तपाईँले देख्नु भएको छ? त्यहाँ हेर्नुहोस् त, एउटा महिला प्रहरी बिजोग रुवाउँदै मलाई चाहिँ गुहार भनिरहेछन्, त्यहाँ प्रहरीहरू ढाड छेकेर जोगाइरहेछन्। प्रहरीलाई ज्यान जोगाउन गाह्रो भयो। प्रहरी पनि जनता हुन्, जनता पनि जनता नै हुन्। जनतालाई सजिलो थियो हिजो, कतिका टाउका फुटे। त्यो नियतवश आन्दोलन भड्काउन चाहिँ उस्काउट गर्ने र उस्काउट गरेर सुरु गरेको त्यस्तो आन्दोलनको नेतृत्व गर्नेले त्यहाँ असुल ग्यास हान्यो एउटा भन्दैमा प्रहरीले, एउटा दुईटा असुल ग्यास हान्यो भन्दैमा असुल ग्यास बन्डलका बन्डल हान्यो प्रहरीले। होइन, जति बन्डल हान्यो ल, प्रहरीप्रति हमला भयो, प्रहरीप्रति प्रहार हुन थाल्यो, जनजनको क्षति हुन थाल्यो, मानवीय क्षति हुन थाल्यो, ढुङ्गा प्रहार गर्न थाल्यो, आगो लाग्न थालेपछि प्रहरीले असुल ग्यास हान्यो, गोली हान्यो। त्यो प्रहरीले चाहिँ त्यो आगो लाग्न थालेपछि असुल ग्यास हाने होइन के अरे पूर्व आर्मीज्यू, हेर्नुहोस्, असुल ग्यास हानेर अफरातफरी मच्चिसके पछाडि चाहिँ जहाँ जुन घरको छतबाट असुल ग्यास प्रहार भएको थियो तिनै घरमा मात्रै प्रहार भएको छैन। त्यो एउटा के बुझ्नुहोस् भनेदेखि, हामीले के बुझ्छौँ भनेदेखि सुरक्षाकर्मीहरू प्रहरीहरूले कुनै पनि हालतमा मानवीय क्षति हुने नहुने त्यो आन्दोलनलाई भड्काउ गर्न नगरिकन, त्यो आन्दोलनमा कुनै एउटा नभइकन प्रहरीले आफ्नो बल प्रयोग कुनै हालतमा गर्दैन, कुनै हालतमा गर्दैन। त्यो प्रहरीले जनजनको क्षति, मानवीय क्षति हुन थाल्यो, जनजनको क्षति हुन थाल्यो, अनि बल्ल प्रयोग गर्छ उसले बल। माथिको आदेश आए पनि गर्दैन प्रहरीले, कहाँ गर्छ? त्यसै आन्दोलन त्यो एउटा चाहिँ के त शान्तिपूर्ण आन्दोलन गरिरहेको ठाउँ प्रहार गरिएको छ त? कुनै ठाउँ कहाँ गरिरहेको छ? गर्दैन। त्यो गलत भाष्य गर्दैछन्, यो आन्दोलनकारीहरूले गलत भाष्य गरेर जनतामा भ्रम छर्दैछन्। प्रहरीले पहिला असुल ग्यास हान्यो, बिना कारणले प्रहरीले हान्छ। कोटेश्वरको भाडबाडीमा लुटपाट गर्ने हामी विश्वास गर्दैनौँ। सुन्नुहोस् न, कोटेश्वरको भाडबाडीमा लुटपाट गर्ने 7 जना पक्राउ परिसके। 7 जना 112-15 जना बिहानै दिउँसै पक्रिसकेका छन् नि, पक्रिन्छन् एक गरेर। सिसी क्यामेराले कैद गरेका छन्। यी अराजक गतिविधि भयो भने चाहिँ यिनलाई छुट हुन्छ त? जोसुकै होस् न, देशमा छुट हुन्छ, यो राज्यले छुट दिनु मिल्छ? यिनलाई समातेर हाल्नै पर्यो नि। समातेर हाल्ने, यी समातेर हाल्ने को हुन्? एक गरेर यी कहाँबाट परिचालित छन्, यी के हुन्, सत्य तथ्य के हो, यो को कहाँबाट गरेका छन्? यो आन्दोलनकारीहरू छन् नि, यो अराजक गतिविधि गर्ने यिनलाई छुट छ? शान्तिपूर्ण आन्दोलन गरे भए कसले के गर्छ त्यहाँ? प्रहरीले चाहिँ आफ्नो चाहिँ एउटा चाहिँ के त तोकिदिएछ, निषेधित क्षेत्र तोकेको छ। त्यो निषेधित क्षेत्र तोडेर गाडी गुडाएर चाहिँ प्रहरीले हान्न हिँडेका छन्। त्यस्तो अराजक गतिविधि गर्न पाइन्छ मण्डलीहरूलाई? छुट छ? छुट छैन। यी कसैलाई छुट छैन पत्रकारज्यू। देशमा अराजक गतिविधि फैलाउने, जनतालाई भ्रम छर्ने, जनतालाई गुटबन्दी गराउने यी गुटबन्दीहरूलाई त देशमा भ्रष्टाचार, बेथिति, विसङ्गति, बलात्कार, अपहरणपछि हत्या, यस्ता किसिमका गतिविधिहरू जुन पछिल्लो समय मौलाइरहेका छन्, यी गतिविधि केही नभएको भए, सुन्नुहोस् न, भ्रष्टाचारीहरूलाई च्याप समातेको भए, देशमा सुशासनको लागि काम गरेको भए, नेपालमा रोजगारीको सिर्जना गरिदिएको भए आज यो अवस्था हुन्थ्यो? होइन, हामीले त भनेका छौँ नि, भ्रष्टाचारले देश दलदलमा फस्यो, भ्रष्टाचारलाई कारबाही गर्नु पर्यो, सुशासन कायम गर्नु पर्यो, होइन, देश समृद्ध बनाउनु पर्यो भन्ने हाम्रो त लागेको छ। त हाम्रो एजेन्डै छ त पत्रकारजी हो। अहिले भएका राज्य भएका शक्तिमा भएका राजनीतिक दलहरूले आफ्नो एउटा 2 दलले ऊ लाद्न खोजेर जनताप्रति प्रहार हुन खोजेर जनता आक्रोशित भएर सडकमा उत्रिया हो नि त पत्रकारजी हो। यो त स्पष्ट छ। यसमा हामीले भनेका छौँ समृद्ध नेपाल, सुखी नेपाली त बनाउनु, त्यो लाग्नु पर्यो नि राज्य शक्ति, सरकारमा भएका राजनीतिक दल। आर्थिक क्रान्तितिर जानु पर्यो, यो गएन त, यो गएन। कार्यकारिणी प्रमुख बनाउनु पर्यो, देशमा सरकार बनाउने ढलाउने एउटा गणितीय हिसाब छ नि यो खेल। यो खेललाई अन्त्य गर्न कार्यकारिणी प्रमुख चाहियो भन्दा हामी त माग त गरेका छौँ त पत्रकारजी हो। यो संविधान संशोधन गरेर त्यतै जानु पर्यो भनेका छौँ त
हो यो चाहिँ के हो त राजनीतिक अस्थिरताका कारणले यो राजनीतिक अस्थिरता भएको बेलामा एउटा चाहिँ के धमिलो पानी माछा मार्ने खोल्ने पुराना शक्तिहरू नोकरसाहीहरू यस्ता स्थितिवादी सामन्तीहरू चाहिँ अहिले सल्भालेरहेको अवस्थामा छ। यो अवस्थामा गणतन्त्रवादी एक भएर चाहिँ के त यो गणतन्त्र व्यवस्थालाई जोगाउन त्यो लाग्नु पर्यो नि। यो भड्काएर उसगाउट गर्न पाइन्छ? जोसुकै होस् त्यसलाई समात चाहिँ हाल्नु पर्यो। गणतन्त्र जुनसुकै हालतमा जोगाउनु पर्यो त्यसो भए। हो यो व्यवस्थामा राज गर्ने, यो व्यवस्थाले दिएको अधिकार प्रयोग गर्ने, यही बोल्ने हक अधिकार प्रयोग गर्ने, यही व्यवस्थाबाट प्रहार गर्न पाइन्छ त? कसैलाई छुट छ? व्यवस्थाप्रति प्रहार हुनु पनि राज्यप्रति प्रहार हुन पाइन्छ? यी त त्यस्तालाई देशद्रोहीको मुद्दा लाउनु पर्ने पत्रकारज्यू। ए देशद्रोहीकै मुद्दा लगाइदिने लाउनुपर्छ। व्यवस्था विरोध गर्ने, देशलाई चाहिँ शान्ति सुरक्षा अमन चयन खलबलाउने होइन, यो चाहिँ एउटा जनतालाई भड्काउने उसआउट गर्ने होइन, एउटा चाहिँ के त द्वन्द्व गराउने जुन छन् नि, जुन एउटा चाहिँ एउटा नियत बसला आइपरेका छन् नि, यिनीलाई त कारबाही गर्नु पर्यो, जेल हाल्नु पर्यो। यिनीहरूलाई चाहिँ कारबाही गर्नै पर्छ। यिनीहरूलाई छुट दिनु भएन। अराजक गतिविधि फेरि हुन्छन् दोहोऱ्याएर। जेल भएको हुनाले सरकार संयमित भएर लाग्नु पर्यो। राजनीति गणतन्त्रवादी शक्तिहरूलाई नि हामीले के संयमित भएर यसमा चाहिँ खबरदारी गर्न हामीले आह्वान गरिरहेका छौँ। अबको आवश्यकता के हो त्यसो भए मुलुकमा? अब कार्यकारी प्रमुख हुनु पर्यो। संयुक्त नेपाल देश बन्न जान्थ्यो, कार्यकारी प्रमुख हुनु पर्यो होइन। जनताको मुद्दा उठ्नु पर्यो, भ्रष्टाचार सुरक्षाका ग्यारेन्टी लिनु पर्यो होइन। यस्ता सधैँ आन्दोलन गर्ने अराजक गतिविधि एउटा समूह लाग्ने। हिजोको आन्दोलनको हेर्नुहोस् त, एउटा समूह छ यहाँ तिनकुनेमा, एउटा समूह छ बालकुमारीमा, एउटा समूह छ एमाले के अरे उसको पार्टी कार्यालयमा, माधवकुमार नेपालको पार्टी कार्यालयमा, एउटा छ उहाँ माथि के चाहिँ माओवादी केन्द्रको पार्टी कार्यालयमा ढुङ्गा हान्न पुगेछ। नियत बस लागेको हो कि होइन? मान्छेको घरको छानी हानेछ, ओल्लो घरमा हानेछ र पल्लो घरमा ढुङ्गा हानेछ। नियत बस रूपमा चाहिँ हान्न लागेको त्यो भाटबटिनी नियत बस यिनीहरूको चाहिँ के त यो भाटबटिनीको साउको होइन मिनबहादुर गुरुङ नेकपा एमालेको उहाँ कार्यकर्ता हुँ भनेर त आफैले भन्नु हो। त्यही भएर त्यो के त एउटा चाहिँ राजनीतिक प्रतिशोध लिएर त्यो गर्न पाइँदैन। कानुनी प्रक्रियामा चाहिँ कोही गलत छ, कोही भ्रष्ट छ भने त्यो कानुनी प्रक्रियामा ल्याएर कारबाही गर्नु पर्यो। विधिको शासन कायम गर्नु पर्यो। यो व्यक्तितिर प्रहार गर्ने, मानवीय क्षति गर्ने, अझ घरबाट थुतेर हान्छौँ नेताहरूलाई के अरे पार्टीमा लागेका चाहिँ कार्यकर्तालाई भन्दैछन्। यो एउटा सुशासन हुन्छ? यो विधिको शासन हुन्छ? तपाईँको हिजो 240 वर्षसम्म नेपाली जनताहरूलाई बोल्न नदिएको, मुख थुन्न नदिएको त्यही सामन्ती सोचलाई चाहिँ नेपाली जनताले स्वीकार्नुपर्छ। नेपाली जनताले आफ्नो विचार राख्न पाउनुपर्छ। आफ्नो चाहिँ एउटा चाहिँ आफ्नो एउटा विचारतिर लाग्न पाउनुपर्छ। स्वतन्त्र नागरिक हो नेपाली। त्यही भएको हुनाले यो अराजक गतिविधि भड्काउने जोसुकै होस् यहाँ, पूर्व राष्ट्र प्रमुख होस्, जोसुकै होस्, यस्तालाई चाहिँ देशद्रोही मुद्दा लगाएर कारबाही गर्नै पर्छ सरकारले। सरकार बेलामा संयमित त हामीले आह्वान गर्छौँ नि पत्रकारज्यू। हस् त पूर्व सेना गोविन्द घिमिरेज्यू, यहाँको सान्दर्भिक र महत्त्वपूर्ण समयको लागि निकै आभार प्रकट गर्दै अहिलेको लागि छुट्न चाहन्छु, बिदा हुन चाहन्छु। नमस्कार। नमस्कार सर।